जति छौँ यो सबै गरिब जनताको छोरा हो। हामीलाई खालि भोट हाल्ने एउटा माध्यम र साधन मात्रै बनाएका छन् यहाँका दलहरूले। यदि म विनोद चौधरीको छोरा भएको भए आज अमेरिका, अस्ट्रेलिया र क्यानाडामा म कुइरीहरूसँग रमाउँदै थिएँ होला, म टिचर हुन्थेन होला। यो सारा जो जति छ गरिबका छोराछोरी हुँ हामी आज। त्यसैले हामीलाई भोटको माध्यम मात्रै बनाइयो, भोटको साधन मात्रै बनाइयो। अहिले अरू धेरैले पर्दैन। नेपाली काङ्ग्रेस, एमाले र माओवादी निकटका हामी शिक्षक जो छौँ भातृ सङ्गठनको रूपमा रहेका, उनीहरूले यही रोडबाटै आजैदेखि हामीले यो जे छन् लगेका हाम्रा सबै उ गरेर आजदेखि नितान्त हामी शिक्षक महासङ्घ, शिक्षक मात्रै चिन्छौँ भनेर हामीले सदस्यता त्याग्ने बित्तिकै नेपालका राजनीतिक दलहरूलाई यो एउटा नयाँ चुनौती हुनेछ अनि मात्रै सुन्नेवाला छन्। त्यो हिम्मत छ तपाईँहरूसँग? यो हाम्रो नेतृत्वमा हिम्मत हुनुपर्छ। ममा छ, म आजै त्याग्न तयार छु। नेपाली काङ्ग्रेस पनि सत्तामा छ। आज उसका कार्यकर्ताहरू हामी होइन, अहिलेसम्म त यही बेलेम लाउने गरिएको छ नि त। नेपाल शिक्षक सङ्घ नेपाली काङ्ग्रेसको झोले ऊ हो भनेर भन्ने गरिएको छ र हामी टिचरहरूलाई नै यो पार्टीका झोले हुन् भन्ने गरिएको